हेलो गाइस, यो चाहिँ मेरो नयाँ प्रोडक्ट हो। हामी चाहिँ हिँडिरहेको छौँ। यता त कस्तो सही गराएको त यार यहाँ त। अनि हामी चाहिँ अझै घुम्न जानु लाग्यो। अनि जाडो छ त खतरा हान्छ त ओए जाडोले त मलाई त। अब कलबन्दी झिक्न पर्ला जस्तो छ। मनोहर पार्क फर्स्ट चाटफल सेन्चुरी एकदम टाइट भएको रहेछ फेरि। ल वे जत्ताबाईबाट हेर नि बाटो काटेको। सेती बगर निर सेती बगर हिँड्न पऱ्यो यार म त। बसमा चढ्न लाग्ने होइन त्यहाँ छैन नि त। अब बस आयो नि त उ त्यहाँ उयो 58 आइज जान्न त्यो बस। ए राजा राधा। अब यहाँबाट चट्ट यस्तो छ होइन, त्यहाँबाट हामी बस्दा छौँ। यो गाइजहरू म चाहिँ चट्ट युनिभर्सिटीको यहाँ यो के भन्छ अब यहाँ खेल्ने छ। यहाँ एउटा पुल छ। यहाँ त चाहिँ यहाँ चाहिँ ऊ छ स्टुडेन्ट युनियनमा बसिरहेको होइन। त्यहाँ चाहिँ हाम्रो भेन्डिङ मसिन टाइपको छ। यहाँबाट चाहिँ कफी र किन्न मिल्ने होइन बसिरहेको। अब हेरौँ चट्ट कफी छ यहाँ चाहिँ। अब हेरौँ युनिभर्सिटी बाहिर चाहिँ यस्तो छ बिल्डिङ दामी। ए होइन अब हेरौँ के कतिखेर भइन्छ थाहा छैन। लिभिङ एरिया बस्ने एरिया चाहिँ राम्रै छ है। टक्क त्यही हो गाइजहरू होइन। अब हेरौँ कतिखेर गइन्छ। यो त चिक्नुपर्छ अब त लास्टमा नि के लाउनु पेन। त्यही हो गाइज मेड इन जापान। जापान केटी छोडेको हुनुपर्छ पक्कै। जल चाहिँ हामी चट्टै युनिबाट चाहिँ फर्किन लाग्यो। यो है युनि हाम्रो। यो यस्तो छ युनि चाहिँ वरिपरि यस्तो छ। मामा बिल्डिङ त साथी कस्तो लाग्यो तिमीलाई युनिमा आज? रमाइलै भयो। एक दुईजना सुतेर रमाइलै भयो आज क्लासमा। मलाई टोपीको बारेमा भिक्टोरियाले कस्तो प्रश्न हानिदिरहेको कि मलाई के भन्यो टोपी कस्तो राम्रो छ। अनि भने म त टोपीले मलाई त नराम्रो भनिकन भनेर कारेको। न तँलाई चाहिँ टोपीले राम्रो देखिन्छ ल यस्तरी लगाएँ। अनि टिकटक बोलाइरहेको ल त्यो टिकटक कुरा गर्छ नि त्यो सरले। त्यही भएर अनि मलाई टिकटक के भनौँ थ्याङ्क यू नि भनिन हो भिक्टोरियालाई। भन्नु पर्यो नि त नि भन्नुपर्ने क्या सरी। अब हामी चाहिँ जाँदैछौँ रुम। यहाँ चाहिँ छ ट्रेन स्टेसन। ल है त होइन फेरि पनि चाहिँ म बिग बेन आइसकेको छु होइन गाइजहरू चट्ट। ल गाइजहरू फेरि पनि म चाहिँ आइसकेको छु लन्डन वेस्टमिन्स्टर अथवा लन्डन आई एन्ड बिग बेन होइन। गाह्रो छ यहाँ छ यस्तो मन्चुरी होला मेरो फेरि। यहाँ छ लन्डन आई गाइजहरू। दिखाएको थिएन। लगाएको फेरि पनि म बिग बेन आइसकेको छु होइन। बिग बेन छ त्यही छ लन्डन आई बिग बेन है त गाइजहरू। तपाईँलाई शीत होला नि के हो यहाँ चाहिँ छ है त ल
के भन्छ अनि बजाइरहेको थियो होइन मैले सुनिनँ क्या यहाँ ठ्याक्क भिडियो अन गर्दा बित्तिकै बजाउन बन्द भइहाल्यो नत्र बजिरहेको थियो अनि चाहिँ अब चाहिँ म चाहिँ यहाँ चाहिँ छ लन्डन आई आँखा अगाडि ट्याक्क यसो गरेर देखिन्छ होला त्यस पछाडि यहीँ चाहिँ अब के हो थाहा छैन मलाई पनि कस्तो देखेको घाम लागिरहेको त्यहाँ योलाई छोडेर यो ठाउँलाई चट्टा छोडेर चट्टा छोडेर फोटोसोटो खिचेर होइन यस्तो छ चाइना अब चाइना टाउन भेट्नुपर्छ हामी चाइना टाउन जान लाग्यो है त म चाहिँ चाइना टाउन जान लागिरहेको मस्त यहाँ चाहिँ के भएको छ होइन यस्तो छ यो चाहिँ हामी सांसद भवन है त यो युकेको सांसद भवन नजिक आइसक्यौँ चिसो हाततिर हातो भइसक्यो ल टिकटकहरू देखाउनेवाला चाहिँ यहाँ रहेछ है त गाइजहरू यता लाइन दुईवटा सरी घोडा छुनी होला नि त भाइ ल यहाँ छ अनि यता पनि रहेछ अर्को यहाँ पनि छ टिकटक हुँदै देखिन्थ्यो यहाँ रहेछ क्या यो हामी अघिल्लो जग्गामा चाहिँ थिएन होइन यो गाइजहरू सेतो लाइन छ भन्दा मलाई थर्कायो यार स्टेप आउट फ्रम लाइन भन्छ क्या कन्टेन्ट न सन्टेन्ट झ्याउ लाग्छ यो चाहिँ लन्डनको मेन ठाउँहरू है त मेन ठाउँ हो लन्डनको मेन ठाउँ यस्तो छ है त चट्ट त्यहाँ चाहिँ त्यो लाइन छ यहाँ पनि छ त्यही हो अनि यता छ यस्तो छ म आइसक्यो यो चाहिँ लन्डनको मेन के भन्छ लन्डनको मुटु हो भनौँ न अब सेन्ट्रल लन्डन हो यो चाहिँ त्यही हो त्यही भन्नु होला के भन्नु क्रिसमस लागिसक्यो चाहिँ यहाँ चाहिँ कसलाई जान मिल्छ होला त यार जाम न त अनि यो ठाउँ नि आयो फेरि वन्स अगेन डबल टाइम के भएर फ्री फर एभ्रिवान भने त अनि अब यहाँबाट चाहिँ हामी म चाहिँ चाइना टाउन जाँदैछु चाइना टाउन ह्यारी पोटर चाइना टाउन टक्क जानुपर्छ यो नेसनल ग्यालरी यो चाहिँ सेन्ट्रल लन्डन है यो चाहिँ सेन्ट्रल लन्डन पर्छ यो चाहिँ त्यही हो क्रिसमसको आमा कस्तो राखेको क्रिसमस लाग्यो यहाँ चाहिँ हात सुन्न भए के गर्नु लगाएछ अब चाहिँ ठ्याक्कैमा कहाँ आयो भन्ने सोच्नु होला भने म चाहिँ ठ्याक्कै चाइना टाउनको गेट अगाडि छु है त चाइना टाउनको गेट चाइना टाउनको गेट है त
चाहिँ यता यता जताकै नि हुन्छ चाइना टाउन यस्तो छ चाइना टाउन चाहिँ चट्ट हेर्न सक्नुहुन्छ यो चाहिँ मेरो उडाउला यस्तो गरेर कतिखेर उडाइदिन्छ थाहा छैन मलाई चाहिँ त्यही हो चाइना टाउन गाइजल चाहिँ म चाहिँ चाइना टाउन घुमिरहेको छु होइन अनि यस्तै छ यी अनि यहाँ चाहिँ हेर्न सक्नुहुन्छ अनि त्यही हो अनि अब चाहिँ यही अब चाइना टाउन एक राउन्ड 2 राउन्ड 3 राउन्ड छु फेरि अब कहाँ गयो बिग बेन गयो लन्डन आइगयो अब त्यो लन्डन बिच 2-3 चोटि गइसक्यो यहाँ बिचतिर आइसक्यो अब घुम्नुपर्छ यता यता यस्तै यस्तो छ यहाँ भने स्पेसल भनेको खानेकुरा चाइनिज खानेकुरा त अलि यही यस्तो झुन्डाको छ चाइनिज मनपर्ने मान्छेहरू यहीँ आउँदा हुन्छ भन्न चाहन्छु त्यही है गाइजहरू चाइनाको स्पेसल चाहिँ यही हो स्पेसल चाइना चाइनिज सबै चाइनिज हेर्न सक्नुहुन्छ चाइनिजहरू छन् अरू सबै देशका मान्छेहरू चाहिँ चाइनिज म चाहिँ चाइना टाउनको यताउता डुलिरहेको छु कि अनि अब यही त अब स्पेसल चाइना टाउनको भनेको यही हो चाइना टाउनको स्पेसल भनेको चाहिँ के हो भन्दाखेरि चाहिँ हामी चाहिँ यता चाइना टाउन डुल्ने हेर्ने अब चाइनिज अब मनपर्नेहरू चाइनिज रेस्टुरेन्ट जाने अब किनेर खाने चाइनिज रेस्टुरेन्ट त्यही हो होइन हेर्न सक्नुहुन्छ यही अब क्रिसमस नै आउनु लाग्यो अब त्यही भएर नि अब जनबबाल हुन्छ होला लगाइज होइन अहिले चाहिँ म चाहिँ चाइना टाउनमै छु कि यस्तो खाँदा होइन यस्तो जमेर रातै भयो रातै भइसक्यो अस्ति चिसो भएर पुरै चिसो हात चिसो झर्ला जस्तो भइसक्यो हात त जमेकै उयो यो त हेर्न सक्नुहुन्छ यस्तो छ यहाँ चाहिँ खिच्दिउँ न त्यो एउटा फोटो होइन चट्ट यसरी खिचौँ अनि त्यही हो होइन अनि अहिले चाहिँ हामी वन खाएको होइन ठिकै रहेछ वन भन्ने चाहिँ अनि यो ठाउँ चाहिँ चाइना टाउन चाहिँ यही हो भनौँ अब के भन्ने अरू चाइना गाइज अहिले चाहिँ म घुम्दा चाहिँ यो स्ट्याचुमा आइसकेँ होइन हेर्न सक्नु चाहिँ यहाँ चट्ट यस्तो छ ठाउँ चाहिँ ह्यारी पोटर स्ट्याचु चाहिँ ह्यारी पोटर स्ट्याचु चाहिँ यता त्यहाँ चाहिँ हो क्या हो त्यता चाहिँ हो ए स्केट रहेछ यहाँ चाहिँ बिचमा स्ट्याचु अनि स्केट खेल्ने चाहिँ रहेछ है यहाँ चाहिँ के हो यार यस्तो यार क्रिसमसको चाहिँ यहाँ चाहिँ सेलिब्रेसन चल्न सुरु भइसक्यो यहाँ क्रिसमस सुरु भइसक्यो यहाँ चाहिँ चट्ट पारामा अब चाहिँ हामी ह्यारी पोटरमा जान्छौँ अनि त्यसपछि त्यहीँ देखाउनु पर्ला जस्तो छ अब चाहिँ हात टन्न भइरहेको कि त्यही भएर नि घाउ लागिरहेको मलाई चाहिँ त्यही हो वाट इज दिस गाइज वाट इज दिस उयो कस्तो खालको ठाउँ हो यो उयोमा कसो यो चाहिँ खतरा हो क्या खतरा हो यार खतरा ठाउँ आयो अब चाहिँ ह्यारी पोटर एन्ड फर्स्ट चाइल्ड ह्यारी पोटरमा जाँदैछौँ गाइजल चाहिँ च्याप्ट होइन यो चाहिँ हो ह्यारी पोटर एन्ड कस्ट ह्यारी पोटर है त उयो कस्तो उज्यालो देखियो यार गरेर ह्यारी पोटर गाइज ह्यारी पोटर है त ह्यारी पोटर है त हामी चाहिँ यस्तो छ ह्यारी पोटर चाहिँ ह्यारी पोटर है त यस्तै ह्यारी पोटरमा छु म चाहिँ गाइजहरू फेरि घुमेर ह्यारी पोटरतिर आइसके अब यही हो ह्यारी पोटर भनेको चाहिँ त्यहाँ छ एउटा राम्रोसँग देखेकै छैन
ह्यारी पोटरतिर छौँ। अब चाहिँ रुमतिर जानुपर्छ होइन। अब कता कता गइन्छ, रुम मात्रै गइन्न, कता कता गइन्छ अब थाहा छैन ह्यारी पोटरबाट। यहाँबाट चाहिँ सेकेन्ड दिनको सबै रिकल हान्दाखेरि सेकेन्ड दिन जहाँ जहाँ गएको थियो अहिले नि त्यही आइरह। हामी चाहिँ लाइटिङ त कस्तो राम्रो हो, वे माई गड। ह्यारी पोटर त हिँड्छ गाइज होइन। अनि यो भयो ठाउँ चाहिँ रमाइलो छ होइन। अनि यो चाहिँ कस्तो बवाल देखियो कि लाइटिङहरू नै होइन। अनि म चाहिँ यही छु। अब यो ह्यारी पोटर अब जानुपर्छ, यहाँदेखि चाहिँ अब जाने हो। लाइटिङ चाहिँ यस्तो बवाल छ। यहाँबाट चाहिँ निक्लिएको म चाहिँ अब यहाँबाट चाहिँ रुममा जानुपर्ने हुन्छ। अब चाहिँ अब हेरौँ कता कता जान्छ। अब रुममा त गइदिएन, अब कता कता गइन्छ थाहा छैन। अनि कस्तो राम्रो देखियो नाइट झन् लन्डन त हेरौँ न। बवाल बवाल आइरहेको बवाल ठाउँ। आज सब घुम्यो फेरि पनि त्यही हो। त्यही चिसो हात त टन्नै दुखिरहेको, कस्तो दुखिरहेको नि, हात दुखिरहेको होइन। अनि हात यस्तो दुखिरहेको। अनि त्यसपछि लाइटनिङ चाहिँ कस्तो बवाल हो कि यो ठाउँमा चाहिँ। लाइटनिङ त कस्तो बवाल हो र लाइटनिङ कस्तो बवालै बवाल। लाइटनिङ चाहिँ बवाल छ। यो हो नि त फेरि स्क्रिन नै स्क्रिन हो यहाँ चाहिँ होइन। बवाल छ होइन। अनि त्यही हो गाइजहरू, त्यस्तै छ बवाल। लाइटिङ त बवाल छ यहाँ चाहिँ। यो छ यस्तो छ यहाँभित्र चाहिँ। अब चाहिँ होइन लास्ट जाडो छ, हात नि यस्तो भइरहेको रातो। अब चाहिँ रुम जानुपर्ने हुन्छ होला सायद। हेरौँ कता कता गइन्छ अरू ठाउँहरू होइन। त्यही हो अब हेरौँ के हुन्छ। यहीँ छु क्या म, देखिन्छु क्या देखिँदो रहेछ। तारा तारा म आउँछु अब पियानोमा बस्छु। म यहाँ पियानोमा बस्छु गाइजहरू। गाइज यो चाहिँ पियानो चाहिँ जसले बजाउने हुँदो रहेछ होइन। ट्याङ 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 जसले बजाउने हुन्छ यहाँ आएर इच्छुकहरू छ भने बजाउन सक्नुहुन्छ। अनि त्यही हो अब यहाँ चाहिँ एकदम रमाइलो रहेछ भनौँ। अब रमाइलै छ। त्यही हो कुकुर है त यो गाइज। कुकुर माथि बस्छु अब म। कुकुर माथि बस्छु है म। लौ त भिडियो कुकुर माथि बसेँ है त म। कुकुर माथि म बसेको। कुकुर माथि गएर मुलेट वाइन रे मल रहेछ मुलेट भनेको हो। लाइटिङ त कस्तो लाइटिङ त
गाडी यस्तो छ लाइट लाइटनिङ चाहिँ कस्तो हो र यस्तो गरेपछि उज्यालो आउँछ यहाँ यस्तै क्रिसमस ट्री आज लन्डनको नाइट के भन्छ अरे नाइट हिँड्ने भन्ने जस्तो भयो आज बवाल नाइट लन्डन के अरे क्रिसमस ट्री हात यहाँ सुन्नै भएको कि मेरो कोही छ चर्च रहेछ यो चाहिँ अनि चर्चमा चाहिँ रहेछ यो भनेपछि रोड नाइट रोड इन लन्डन म चाहिँ गइदिएको के भन्छ अरे यो क्रिसमस ट्री है म चाहिँ अहिले यो क्रिसमस ट्री ट्याक्कै बजाउँछ नि यस्तै क्रिसमस ट्रीको बजाउनु वाट इज दिस गाइज वाट इज दिस क्या वाट इज दिस ओ माई गॉड लाइटिङ नै लाइटिङ सरी ए यार लाइटिङ नै लाइटिङ कस्तो बवाल देखेको हौ उताको स्ट्रिट त लास्टै नै बवाल 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 त्यो गाडी हेर्नु त्यो बवाल हो यही गाडी होइन कस्तो फेरि म चाहिँ फेरि लन्डन आइजानेवाला छु राति कस्तो देखिन्छ भनेर चाहिँ हेरौँ check out this check out this on the left check it out यो हेरौँ न कस्तो लाइटले झिल्लो बलिरहेको क्या यहाँ यस्तो बलिरहेको कि पुरै छोरा हेर्न सक्नुहुन्छ यो चाहिँ बिग बेन यो चाहिँ लन्डन आई यताको साइड नै कस्तो देखिएको हो कस्तो राम्रो देखिरहेको नि पुरै छोरा ओ माई गॉड थ्याङ्क यू रातिमा चाहिँ यस्तो बवाल देखिन्छ है त यस्तो यता त झन् लाइटले झलल्ल बलिरहेछ यहाँ चाहिँ लन्डन आई र बिग बेन यस्तो बलिरहेछ रातिमा चाहिँ बवाल देखिँदो रहेछ होइन अझै हामी रुम जान लागेको अब हेरौँ के हुन्छ रुम गइन्छ होला सायद नै रुम चाहिँ गइन्छ नै यता चाहिँ बिल्डिङहरू कस्तो बवाल देखेको हो 0.1 त्यही हो होइन यस्तो रोडहरू नि बसहरू पनि छलल्लक्क यता यस्तै छ अझै हामी घर जान्छौँ होला ट्रेन चढेर ट्रेनमा जान्छौँ होला सायद सही गाइज जल चाहिँ म लन्डन आईको नजिकै नै आइसकेँ होइन हेर्न सक्नुहुन्छ यी लन्डन आई अनि यहाँ चाहिँ यो बच्चाहरू सायद त्यो घोडामा राखेर घुमाउनेवाला छ रहेछ अनि छ लन्डन आई नै अनि रमाइलो छ यहाँ क्रिसमस लागिरह जतततै होइन त्यही हो म अगाडि गएर अब म अगाडि गएर देखाउँछु जाडो चाहिँ लास्टै छ होइन सट्ट लाएर यहाँ बार छ यहाँ चाहिँ हेर्न सक्नुहुन्छ खेल्न पनि ल्याएको मै गएर खेलिदिन्थेँ नि के गर्नु यस्तो छ अनि लन्डन आई चाहिँ त्यहीँ छ बिग बेन त्यहीँ छ ऊ होइन वे कस्तो बवाल देख्यो यार पुल सबै लन्डन आई त हिममै छ लन्डन आईको ज्वरोमा आइसक्यो हामी चाहिँ म चाहिँ लन्डन आईको ज्वरोमा आइसकेँ
सही हो अहिले चाहिँ म लन्डन आइको जरैमा आइसकेँ। यहाँ चाहिँ यस्तो यो के अलिक हुन्छ यो एकछिनमा। यहीँ त छ नि लन्डन आई त यही हो लन्डन आई भनेको। अनि त्यहाँ चाहिँ छ बिग बेन। अनि यो भयो पुल यहाँ। त्यस पछाडि के छ लन्डन त्यो चाहिँ बिग बेन भयो। अनि त्यो संसद भनौँ कि के हो। अनि यही छ यी लन्डन आई चाहिँ। अनि यो चाहिँ खै यो बच्चा खेल्ने जस्तो छ है। अनि अब चाहिँ घर जानु पर्यो हुन्छ। करायो फेरि ऊ। ट्याक्कैमा चाहिँ लन्डन आइको ठ्याक्कै मुनि आइसक्यो त गाडीहरू। तिनीहरू कहाँ चाहिँ गयो लन्डन आइको ट्याक्कै मुनि आइसक्यो ट्याक्कै हेर्न सक्नुहुन्छ होइन। यस्तरी बनिरहेको रहेछ होइन। सन चाहिँ बिस्तारै घुमिरहेको रहेछ क्या। यो चाहिँ हेर्नु भने बिस्तारै हेऱ्यो भने बिस्तारै घुमिरहेको हुँदो रहेछ। चट्ट बिस्तारै घुमिरहेको हुँदो रहेछ होइन। त्यही हो अब चाहिँ रुमतिर फर्किनु पर्छ। ट्रेन चढेर जानु पर्ने हुन्छ रुमतिर होइन। अनि हेरियो अब त्यही त हो बिस्तारै चाहिँ घुम्दो रहेछ लन्डन आई। देखियो रमाइलो लाग्यो रमाइलो छ। अघिल्लोचोटि हामी बिग बेन चाहिँ आएको थियो तर यो लन्डन आई नै देखेन क्या। म देखेन भने यादै गरेन थाहा नै भएन। भिडियो चाहिँ बनाएको थिएँ मैले। खासै त्यो यो चाहिँ खासै इम्पोर्टेन्ट छैन जस्तो लागेको थियो। लास्टमा त राम्रै रहेछ। हाम्रो चाहिँ फेमस नै रहेछ। अब देख्न हेर्नै पर्ने ठाउँ रहेछ भन्ने चाहिँ हो। त्यही हो गाइजहरू होइन। अनि यही हो। अनि त्यहीँ अगाडि छ बिग बेन नै। बिग बेन पनि त्यहीँ अगाडि छ हेर्न सक्नुहुन्छ। उही ठ्याक्कै को देखिरहेको रहेछ नि त। यही छ बिग बेन पनि लन्डन आई यही छ। उयो त जानु मिल्दैन है साइडको कहाँ हिँडेको यस्तो होइन। ल बल्ल आयो नि त ट्याक्कै यहीँ छ लन्डन आई त्यहीँ छ बिग बेन गाइज। ट्याक्कै आएँ ठाउँमै आएँ म ठाउँमै गाइज फाइनल्ली। जल चाहिँ म चट्ट घर जान लाग्यो होइन। ट्रेनमा चाहिँ घर जान लगाइरहेको छु। यस्तो छ चट्ट तल गइरहेको छ। अब यहाँबाट जानुपर्छ जाडो जाडो ट्रेनमा रुममा होइन। अब चाहिँ म ट्रेनमै भेट्छु सायद ट्रेनमै भेट्छु होला। यो वाटरलू स्टेसनमा चाहिँ यस्तोवाला रहेछ क्या। यो यतिकै बस्यो नि यिनीहरूको यो वाला त के मारे त्यो के भन्छ एयरपोर्टमा जस्तै रहेछ। कस्तो चाहिँ होला कि यो ठुलो भएर हो क्या धेरै। हेर नि कति सोलो हिँडिराख्यो। सोलो मोसनमा हिँडे यस्ता त कहिले बनाउँछ भने हिँडेरै जानुपर्छ यहाँबाट। ट्रेन अब खोज्नु पऱ्यो चढ्नु पऱ्यो त्यस्तै छ। स्ट्रेट राइट स्ट्रेट एन्ड प्लेटफर्म नम्बर भन्दा थियो त्यो उसले गाडीलाई मैले सोधेको सरी हतार छ त्यसलाई कति धेरै लास्ट हिँड्न पर्छ नि त साथी। अनि मलाई त उल्टो पो भयो त साथी। म त उल्टो जान्छु भन्ने सोचेको थिएँ त। अनि यता चाहिँ आउने भन्ने सोचेको थिएँ कि उल्टो पऱ्यो नि हामी। ठिक छ छिटाउ यार सिट खोजेर बस्दिनु।
चाहिँ म चाहिँ जब ट्रेनमा छु होइन गाइज अब चाहिँ सिधै घरतिर जानुपर्छ होइन अब चाहिँ तपाईँ ट्रेनमै छु यहाँबाट चाहिँ सिधै म चाहिँ घरमै जान्छु धेरै ठाउँ घुम्यो बिग बेन लन्डन ब्रिज सरी लन्डन टावर बिग बेन लन्डन टावर लन्डन आई अब चाइना टाउन अनि के अरे अर्को त्यसको नाम ह्यारी पोटर सबै घुम्यो अब भ्लग एडिट गर्नु चाहिँ हाल्नु छ आँखा त उयो रातो भयो के भएको निजेर नभएको क्या हो यी यहाँ त रातै भएर रहेछ नि त ओहो लास्टै जाडो चिसो भयो हात पनि त्यही हो गाइज